म भर्खर लक्जमबर्ग आउँदा चाहिँ मलाई अलिकति पनि फ्रेन्च आउँदैन थियो क्या। अनि आएको 2-3 दिनमा चाहिँ मलाई कम्युनमा गएर एउटा अपोइन्टमेन्ट लिन थियो होइन। म त्यहाँ गएँ अनि त्यहाँको लेडीले चाहिँ मलाई क्वेसनहरू सोध्नुभयो। उहाँले स्टार्ट गर्दा नै फ्रेन्चमा स्टार्ट गर्नुभयो क्या। अनि म नयाँ थिएँ, मलाई डर लाग्यो भनौँ कि अप्ठ्यारो लाग्यो भनौँ। मैले उहाँहरूसँग इङ्ग्लिसमा कन्भर्सेसन गर्ने आँटै गरिनँ क्या। अनि त्यत्तिकै वी नो गरेर अपोइन्टमेन्ट चाहिँ लिएर आएँ। अनि घर आएर इमेल हेर्छु त अपोइन्टमेन्ट मिस्टेक भएको रहेछ। त्यसै गरी क्याफे जाम, ग्रोसरी जाम, बाटोको कन्भर्सेसन जो पनि फ्रेन्चमा बोल्ने क्या। त्यसपछि चाहिँ म अवेर भएँ होइन। अलिकति डर पनि लाग्यो कि मलाई अब यस्तो ठाउँमा म कसरी सर्भाइभ गर्ने, मैले एटलिस्ट कन्भर्सेसनल फ्रेन्च त मलाई आउनुपर्ने रहेछ भन्ने भयो। अनि मैले टेम्पोररी सल्युसनहरू खोज्न थालेँ। यही खोज्ने क्रममा चाहिँ मैले यो एप भेट्टाएँ क्या। त्यो एप चाहिँ यो हो, यसको फङ्सनहरू चाहिँ धेरै नै छ। म हजुरहरूलाई युज गरेर पनि देखाउँछु। एप खोल्दा चाहिँ यस्तो देखिन्छ। अब म हजुरहरूलाई यो युज गरेर पनि देखाउँछु। हामीले चाहिँ स्मार्ट च्याट गर्न पनि मिल्छ, भोइस मेसेज पनि गर्न मिल्छ। भोइस क्लोनिङ चाहिँ यसको वान अफ द बेस्ट फिचर हो। म चाहिँ हजुरहरूलाई आज त्यो युज गरेर देखाउँछु है त। हाई, हाउ आर यु, क्यान वी मिट टुडे? अब यो मैले अर्कोमा रिसिभ गर्दा चाहिँ अलरेडी फ्रेन्चमा रिसिभ गर्छु क्या, त्यो पनि विथ टेक्स्ट अनि अडियो पनि। अब हेरौँ है त, ल हेर्नुहोस्, यो चाहिँ मैले अलरेडी यता रिसिभ गरिसकेँ। अब हामी यसको अडियो सुनौँ। यो चाहिँ अलरेडी मेरो भोइस क्लोन भएर आएको छ क्या, याद गर्नुहोस् है त। Salut, comment ça va? Est-ce qu'on peut se voir aujourd'hui? अनि हजुरहरूले आफ्नो भोइस क्लोन गर्नको लागि चाहिँ यहाँ सेटिङमा गएर एआई सेटिङ, भोइस क्लोन अनि भोइस म्यानेजमेन्टमा गएर आफ्नो भोइस क्लोन गर्न सक्नुहुन्छ। हजुरहरूलाई पनि नयाँ ठाउँमा ल्याङ्ग्वेजले गर्दा अप्ठ्यारो भइरहेछ भने चाहिँ यो एप चाहिँ म 100% रिकमेन्ड गर्छु। एकदमै रिलायबल छ, एकचोटि ट्राई गर्नुलाई, युज गर्न पनि एकदमै इजी छ।